मेरो परिचय के हो? म को हुँ? वास्तवमा मेरो परिपूर्ण परिचय के हो? म जान्न चाहन्छु मेरो परिचय। मैले आफूले आफूलाई चिन्न चाहन्छु। के मेरो परिचय मेरो नाम हो त? के मेरो परिचय मेरो नामले सिद्ध गर्छ त? के मेरो परिचय दिनको लागि फलानाको छोरा, फलानाको नाति, फलानाको दाई, फलानाको भाइ, फलानाको यी भावले मेरो परिचय दिन सक्छ त? के मेरो परिचय म दिन सक्छु त? मेरो परिचय के मेरो स्वरूपलाई चिनाउने बनावट हो त? स्वरूपलाई चिनाउने बनावटका ती परिधिका प्रकाश हुन् त? के म साँच्चीकै फलानाको छोरा, फलानाको नाति आदि इत्यादि या मेरो नामलाई लिएर म मेरो परिचयलाई सिद्ध गर्न सक्छु त? म आफूले आफूलाई म यो हुँ भनेर आफूले आफूलाई चिनाउन सक्छु त? के वास्तवमा म हुँ त? कदापि म भएको भए मलाई कुनै पनि परिचयले सिद्ध गर्न सकेन। मलाई चिन्न चाहन्थे। मको परिपूर्ण परिचय चिन्न चाहन्थे। मैले मलाई चिन्न खोजेँ। म को हुँ? मेरो वास्तविकताको अर्थपूर्ण परिचय के हो? म भित्र अनेक इच्छाहरू जागृत भए, अनेक भावनाहरू जागृत भए। मलाई वास्तवमा आफ्नो परिचय जान्ने इच्छा, आफूले आफूलाई चिन्ने इच्छा, आफ्नो स्वरूपको परिचय जान्ने इच्छा जागृत भयो। म यो स्वरूपलाई त्यागे जसले मलाई चिन्थे या चिनाउँथे, यो स्वरूपलाई चिनाउँथ्यो, त्यो पूर्ण स्वरूपलाई त्यागे र म त्यो परमतत्त्वको खोज गर्न लागे। त्यो परमतत्त्वको खोज गर्न लागे। हर दिन, हर पल, हर घडी त्यो परमतत्त्वको खोज गर्नाले मेरो वास्तविक परिचयको मार्ग साँच्चीकै यथार्थ र वास्तविकताको सत्यको उज्यालोको परिधिको अर्थपूर्ण ज्ञानको मात्रा आफ्नो पूर्ण स्वरूपलाई त्याग्नु रहेछ। र मेरो वास्तविक परिचय पनि मेरो पूर्ण स्वरूपलाई त्यागेर त्यो परमतत्त्वलाई चिनेर त्यो परमतत्त्वको मार्गमा हिँड्नु र त्यो परमतत्त्वको
खोज गर्नु र त्यो परमात्माको मार्गलाई चिनेर त्यो परम तत्त्वसँग मिल्नु र त्यो परम तत्त्वको परिधिको प्रकाशसँग जोडिनु र त्यो परम तत्त्वको मार्गदर्शन गर्नु र त्यो परम तत्त्वको मार्गलाई चिनिसकेपछि आफ्ना भन्ने नै नरहँदो रहेछ, मेरो भन्ने नै नरहँदो रहेछ, म भन्ने नै नरहँदो रहेछ। जहाँ म भन्छु त्यहाँ म होइन, त्यहाँ मात्र मन प्रतिक्रियाका, मनोभावका, विचारका अर्थ मात्र हुँदो रहेछन्। वास्तवमा म त परम तत्त्वको मार्गसँग जोड्नको लागि, म भगवानको मार्गदर्शन गर्नको लागि र भगवानमा विलीन हुनको लागि पो रहेछ। म भगवानको लागि, केवल भगवानको लागि, म भगवानको लागि र मैले पनि बुझ्नुपर्ने केवल भगवानको मार्ग, भगवानमा विलीन हुनको लागि मेरो स्वरूप केवल भगवानको लागि। जहाँ भगवान हुनुहुन्छ त्यहाँ सम्पन्नताका हरेक अर्थपूर्ण भावहरू हुन्छन्, विश्वासका हरेक मनोभावहरू हुन्छन्, ज्ञानका अर्थपूर्ण भावहरू हुन्छन्। तर मैले मेरो वास्तविक परिचयलाई छाडेर माया रूपी यो बनावटको परिचय दिन लागे भने मेरो परिपूर्ण परिचय कहिले पनि म बुझ्न सक्दिनँ। तर मैले यो वास्तविक स्वरूपलाई, यो बाहिरी बनावटी स्वरूपलाई त्यागेर मलाई चलाउने त्यो मलाई चिन्न खोजे भने, त्यो मको खोज गरे भने र त्यो मको मात्रलाई बुझे भने मात्र मेरो परिचय सिद्ध हुने रहेछ। म केवल भगवानको लागि रहेछु र म केवल भगवानको मार्गको लागि रहेछु। भगवानको मार्गसँग जोडिनु नै म भएको परिधिको मात्रालाई पूर्ण विराम दिनु रहेछ। ज्ञानको परिपूर्ण अर्थ पनि भगवानको खोज गर्नु रहेछ र मेरो वास्तविक परिचय पनि भगवानको उज्यालोको प्रकाशसँग जोडिनु र भगवानको मार्गदर्शन गर्दै भगवानको मार्गको परिधिको परिक्रमण गर्दै अघि बढ्नु रहेछ। म भगवानको परिधिको प्रकाशको परिक्रमण गर्नको लागि मात्र रहेछ। म जगतका हरेक प्रकाशहरूको लागि, म अनेक कसैका दुःख चिन्ता पीरहरूलाई दूर गर्नको लागि, म देवी देवताको पूजा आरती र भगवानको मात्रालाई सिद्ध गर्नको लागि, म भगवानको परिधिको पुष्पसँग जोडिनको लागि, म भगवानको आराध्यको लागि, भगवानको खोज गर्नको लागि, भगवानको मार्गदर्शनको परिधिको रेखाको परिक्रमण गर्नको लागि म भगवानको मार्गबाट मात्र आफ्नो परिचय दिन सक्छु। किनकि भगवान बाहेक अरू कुनै पनि प्रकाश नहुँदो रहेछ सृष्टि जगतमा। यथार्थ र वास्तविकतामा परिपूर्ण संसार भनेको भगवान तत्त्व रहेछ र जबसम्म परिपूर्ण संसारको अर्थपूर्ण त्यो परम तत्त्वलाई चिनिँदैन तबसम्म आफ्नो वास्तविक परिचय दिन सकिँदैन। यथार्थ र वास्तविकतामा अर्थपूर्ण संसार भनेको नि भगवान रहेछ र त्यो भगवानको खोज गर्नु र त्यो भगवानमा विलीन हुनको लागि भगवानको मार्गको परिधिको प्रकाशको मार्गसँग जोडिनु नै वास्तवमा मेरो यात्रा रहेछ र म भगवानमा विलीन भइसकेपछि पूर्ण हुँदो रहेछु।
मेरो यात्रा भगवानको लागि मात्र रहेछ। भगवानको मार्गबाट मात्र म सिद्ध हुँदो रहेछु। म भगवानको परिधिको प्रक्रियाका अर्थहरूको मार्गदर्शनको लागि मात्र रहेछु। विश्वासको मनोभावबाट मात्र ज्ञान सिद्ध हुन्छ। मेरो परिचय बाहिरी बनावट हुन सक्दैन। मेरो परिचय भगवानको परिधिको प्रकाशको मात्रा, यानि कि त्यो परमात्माको मार्ग, त्यो परमात्मा नै म रहेछ। त्यो परमात्मा नै म रहेछ, जसले हामीलाई, जो कसैलाई ऊर्जा दिन्छ, शक्ति दिन्छ, आत्मबल दिन्छ, हाम्रा इन्द्रियलाई जागृत गर्छ, त्यो नै म रहेछ। यथार्थ र वास्तविकताको अर्थपूर्ण भाव भगवान रहेछ। भगवानको मार्गबाट मात्र संसार चल्दो रहेछ, सृष्टि चल्दो रहेछ। हरेक परिधिका मात्रालाई सिद्ध गर्ने मात्रा मिल्दो रहेछ। ज्ञानका अर्थ खुल्ने भावको मार्गलाई पूर्ण भाव मिल्दो रहेछ। विश्वासको मनोभाव भए मात्र सन्तुलनको मार्ग बन्दो रहेछ। भगवानको खोज गर्नाले सत्यको उज्यालोको परिधिको मभित्रको त्यो म तत्त्वलाई चिन्ने अवसर प्राप्त हुँदो रहेछ। त्यो म भित्रको त्यो म तत्त्व परमात्मा रहेछ। त्यो परमात्माको मार्गबाट मात्र यो स्वरूपमा ऊर्जा मिल्दो रहेछ। त्यो परमात्माको मार्गबाट मात्र यो स्वरूपका इन्द्रियहरू जागृत हुँदो रहेछन्। यो स्वरूपलाई आनन्दको परिधिको पुष्प, सन्तुलनको मार्ग, सद्बुद्धिका उज्यालाका परिधिका पुष्पको मार्गको मार्गदर्शन गर्नाले मिल्दो रहेछ। र वास्तवमा त्यो परमात्मालाई चिन्नुको अर्थ आफूले आफूलाई त्यो परमात्मालाई समर्पणको मार्ग, त्यो परमात्मासँग जोडिने मार्गको परिधिको रेखा गर्नु रहेछ। र परमात्माको खोज गर्नाले सम्पूर्ण परिधिका प्रकाशको माया रूपी बन्धनबाट मुक्त भएर भगवानको मार्गसँग जोडिने आयामको रेखा गर्नु र भगवानको मार्गदर्शन गर्नु रहेछ। र हरेक कसैको म भित्रको त्यो परिधिको मात्रामा प्रक्रियाबाट बुझ्न सकिन्छ परमात्माको वास हुन्छ। बाहिरी स्वरूपलाई जसले दर्शाउँछ त्यो कहिले पनि पूर्ण हुन सक्दैन। जसले मलाई छाडेर म भित्रको त्यो म भित्रको प्रकाशको मात्रालाई चिन्छ, जसले मलाई चिन्ने प्रतिक्रिया गर्छ, जसले म को हुँ भन्छ, जसले म भित्रको त्यो ऊर्जा दिने मलाई चिन्छ, त्यो नै ज्ञानी हुँदो रहेछ। किनकि बाहिरी स्वरूपको परिचय दिने अनेक तरिका छन्, तर वास्तवमा सम्पन्नताको उज्यालोको प्रकाशका ऊर्जाको मात्रा सञ्चालन गर्ने त्यो म परमात्मा रहेछ। त्यो परमात्मालाई चिन्नु आवश्यकता छ। त्यो परमात्मा बिना कुनै पनि कार्य हुँदैन, कुनै कृति हुँदैन। त्यो परमात्माले सबैलाई ऊर्जा भर्छ। तसर्थ म आफ्नो स्वरूपको लागि होइन, त्यो परमात्माको लागि हो। त्यो परमात्मालाई बुझेर त्यो परमात्माको मार्गदर्शन गर्नु नै असली मानवता रहेछ। जय श्रीमन्नारायण।